again. Hello and namaste. It's me, Mr. Sunil. होप तपाईहरु सन्चै हुनुहुन्छ होला। आज चाहिँ म यहाँ धुराबाट भ्लग स्टार्ट गरिरहेको छु किनकि मेरो घरको बाटो अलिक नराम्रो छ नि त। सो एकदम धान रोपेको छ, हरियाली अनि लुक एट द भ्यू। आजको भ्यू लास्टै नै छ। कस्तो आएको छ क्यामेरामा है त्यो चाहिँ भन्न सकिदैन, तर भ्यू चाहिँ मखनै आएको छ। आज किनकि पानी नपर हो क्या, आज मौसम बादल एकदमै छ अनि त्यसलाई गएर कस्ने हो हैन। त्यही हो अब यो बाटो कति देखाउनु तपाईहरुलाई हैन। आज चाहिँ म सायद बजारबाट जान्छु होला कि उता माखलबाट जान्छु हैन। मेरो यो हावाले लास्टै हान्दो रहेछ हैन। हेलमेटलाई के न के त गर्नै पर्ने तलतिरबाट, विन्डले एकदमै हान्छ क्या। तपाईहरुलाई अति बेला बिस्तारै हाँक्छु म। अरु भन्दा मेरोमा स्पेस छैन के। अब ब्लग पनि यसैबाट, एडिट पनि यसैबाट, फेसबुकहरु सब यसैबाट, इन्स्टाग्राम यसैबाट, टिकटक यसैबाट, अनि स्पेस हुँदैन। सो दसैँसम्म चाहिँ अब सानसानै दसैँसम्म गाह्रो हुन्छ। दसैँमा एउटा अर्को मोबाइल आउँछ मसँग एक्स्ट्रा, त्यसपछि एडिट गर्न सजिलो हुन्छ। के पो दियो आज यस्तो गाडी, त्यही हो अरू के भन्नु हैन। गर्मी छ आज चाहिँ भयङ्करै, किन हो पानी नपर हो हुन्छ हैन। तर गर्मी उत्तिकै छ आज त। घाम लागेछ यस्तो चन्टलापुर घाम। घाम त के एहे अनि अस्तिको भ्लग कस्तो लाग्यो? बाइकको त्यो अगाडि हल्का डेन्टिङ पेन्टिङ हानेको थियो, स्टिकर एउटा सायद अगाडि मिस्टर सुनिल भ्लग लेखेको छ हैन। अनि त्यो साइलेन्टमा मम ड्याड, अनि पछाडि बत्तीमा इन्डिकेटरमा त्यो ब्ल्याक पेपर टाँसिएको थियो। तर बेलुका चाहिँ त्यो के अरे इमर्जेन्सी बालेर हैन हिँड्दाखेरि एकदम बब्बाले आउने क्या लुक्स चाहिँ। कहाँबाट देखाउँदा तपाईँहरू उताबाट देखाउँछ र देखियो भने यहाँबाट देखिन्छ त होला नि भनेको के देखिन्छ यार, तर देखिँदैन यहाँबाट देखिँदैन। छोड्दै पछि देखाउँला, पछि सिन्धुली एक्सप्लोरको एउटा खत्रै भिडियो आउँछ टुक्क हुनु। ए उठ भाइ। सो हामी चाहिँ जान लागेको होइन क्लबमा, फोन आइसक्यो। सो भ्लग धेरै नलम्ब्याउ होइन, आधीसम्म त गर्छु। एउटै बाटो कति देखाइरहनु, त्यही अहिलेकै बाटो फर्किने होइन। मेरो जस्तै रहेछ यार ह्यान्डवर्क।
सो अलिक फास्टै जाउँ है, फोन आइसकेको छ। यहाँबाट चाहिँ उता लाग्नुपर्छ अनि हाम्रो आइपुग्छ। उहाँ आयो अलिकति भन्दा हुँदैन। सो हामी चाहिँ आइपुग्यौँ होइन, हामी चाहिँ आइपुग्यौँ। कहाँबाट ल्याउँदा बाटो पनि थिएन त, के भयो? सुकास स्टे ट्युन अनि के हुन्छ म हाल्न पायो भने हाल्छु, त्यही हो। एकछिन बसी भेटौँ ल। सो गाइज म चाहिँ घर आइसकेँ होइन, अरू त्यो क्लबको बारेमा चाहिँ बनाउन पाइनँ भिडियो मैले। सो अलिकति भिडियो पनि थप्न पाइनँ होइन, किनकि मेरो मोबाइलमा अलिक स्पेस थोरै थियो क्या, त्यही भएर। अहिले पनि यो 30 सेकेन्ड जतिको छ। सो होप यु गाइज लाइक द भिडियो होइन, मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु नभुल्नु होला, त्यही हो। अब नेक्स्ट भ्लगमा भेटौँ है त, स्टे ट्युन।